हेलो एभ्रिवान, म चाहिँ अहिले घरमा छु। मेरो चाहिँ हालत यस्तो बनाइदिएको छ हो घरकोले हो। छुट्टीमा घर आएको है, हालत चाहिँ यस्तो भइरहेको छ। डोको छ, म यस्तो हालतमा छ है। अब म चाहिँ हामी चाहिँ बुढाबुढी जङ्गल जाँदैछ हो। म चाहिँ दाउरा ल्याउने हो, बुढी चाहिँ पत्कर ल्याउने है। बाटो चाहिँ यस्तो छ, बुढी अगाडि अगाडि जाँदैछ हो। यस्तो सेतो लुगा लगाएर बुढी जङ्गल जान्छ हो। अन्त म चाहिँ यताबाट आएको हो। यहाँ यस्तो छ हालत चाहिँ है। अब यहाँबाट टक्कै गएर है, अहिलेको अवस्था चाहिँ यस्तो छ। अहिलेको अवस्था चाहिँ यस्तो छ है। डोको बोकेर चाहिँ हालत यस्तो भइरहेको छ। जङ्गलको बाटो गाडी गाडी छ, धेरै भयो नगएको। दाउरा लिन गएको है। घरमा काम यस्तै हो। अन्त यहाँ चाहिँ यस्तो छ। पर्खिँदैछ नि त। क्लाइमेट पनि एकदम दामी छ आज हो। मौसमले साथ दिइरहेको छ। अन्त जङ्गल गएको बाटो चाहिँ पुरा घारी भएछ अहिले चाहिँ। भिरको बाटो यस्तो छ अहिले चाहिँ। हाम्रो जङ्गल जाने बाटो चाहिँ यस्तो भइसकेको छ। पहिला चाहिँ राम्रो हुने गर्थ्यो, यस्तो भइसक्यो बाटो त। यस्तो अप्ठ्यारो भएछ, सानो भएछ। पहिला चाहिँ राम्रो हुन्थ्यो बाटो चाहिँ। या यस्तो छ यही हालत चाहिँ अहिलेको। हलिडे चाहिँ यसरी इन्जोय गर्नुपर्ने रहेछ हो। मैले चाहिँ हलिडे यो चाहिँ फोर्थ डे 4 दिन भयो म घर आएको होइन। यस्तै हो घरको हालत चाहिँ। मेरो चाहिँ हालत यस्तै हो है। अब बस्तीको घर हो, त्यस्तै हो। बुढीहरूले काम लाउँछ, बुढीहरूले भनेको काम चाहिँ मान्यो भने चाहिँ राम्रो, मानेन भने चाहिँ फेरि त्यस्तै हो। थाहा पाएको कुरा हो सबैजनालाई। मेरो बुढी चाहिँ यस्तो छ है, हिटलर जस्तो। यो भिरमा चाहिँ हामी पहिला केटाकेटीमा खेल्ने गर्थ्यो है। यहाँ चाहिँ यहाँबाट चाहिँ ओह्रालो चाहिँ भिर हो। यहाँदेखि तल सबै हाम्रो बारी हो। त्यता गाउँ छ, त्यो गाउँलाई चाहिँ याङथाङ भन्छ। यहाँ मुनि दाचे, त्यहाँदेखि उयो पारि चाहिँ खिम्सीदेन भन्छ। अन्त यो चाहिँ मेरो बुढी, म चाहिँ यहाँ हो। यस्तो छ हालत। लडेगा हौ लडेगा। यस्तो चाहिँ जिन्दगीमा। डोको बोक, भारी बोक, जाउँ। छिटो गर्नुपर्छ, अहिले फेरि नानीहरू हुन्छ। जिन्दगीमा यस्तो हुन्छ। फाइनल्ली हामी चाहिँ अब यहाँ आइसकेको छ है। अघि नै आएर हामीले पत्करहरू सोरिसकेको थियो। दाउरा चाहिँ अलिकति काटिरहेको छु मैले हो। यहाँ सोर्ने कि उतापट्टि सोर्ने? उतापट्टि। अन्त उँधो चाहिँ कहाँ पोखाएको त नि? उयो उँभो तान्नु नि अन्त उँधो पोखाएर। फाइनल्ली यहाँ अघि सोरेको थियो अलिअलि यो। अन्त मैले चाहिँ यहाँ नि दाउरा काटेर अलिकति राखेको छु हो। यस्तो छ दाउरा चाहिँ। यहाँ चाहिँ दाउरा काटेको छु। अघि एक भारी लगेँ मैले, अब एक भारी हो। यो चाहिँ हाम्रो चियापत्ती बगान कि, तर चियापत्ती नटिपेर र नफाडेर यस्तो भइरहेछ हो। ठुलो रुख भइरहेछ।
चियापत्तीको पनि रुख हुँदो रहेछ यत्रो यत्रो। यो चाहिँ चियापत्तीको रुख, यो चाहिँ हाम्रो बगान हो चियापत्तीको, हाम्रो बगान हो। अब यहाँनिर आइपुग्यो है। अब अलिक दाउरा साउरा काटेर अलिक भारी लगाएर चाहिँ गर्नुपर्छ है। अब यस्तै हो, काम गर्नै पऱ्यो। हलिडेमा बस्तीको जग्गामा यस्तै हो है। अब मेरो बुढीले त सुरु गर्यो, मेरो चाहिँ अब यति छ दाउरा। र फाइनली हाम्रो भारी पुगिसक्यो हो। यो चाहिँ दाउराको भारी सानो छ, त्यो चाहिँ पत्करको भारी है। नाम लगेर यसो बम पुगिन्छ। यो चाहिँ दाउरा सानो सानो भयो भने चाहिँ यो चाहिँ गाईको खोले पकाउने मात्रै हो क्या दाउरा। ऊ माथि चियापत्तीको फुल टिप्दैछ। चियापत्तीको फुल यसरी टिप्दैछ, अन्डासँग खाने अरे हो त्यो चाहिँ। यस्तो छ। यो दाउरा चाहिँ म बोक्ने हो, सानो छ भारी। यो चाहिँ पत्करको भारी, यो चाहिँ बुढीले बोक्ने हो। अन्त हामी जानुपर्ने बाटो चाहिँ यहाँबाट यस्तो हो, स्वाइट जाने हो। यस्तो छ हाम्रो गाउँको जिन्दगी चाहिँ। यो चाहिँ सबै हाम्रै जमिन हो, यिनीहरू चाहिँ हाम्रो फरेस्ट हो। भएन छ्या म टिप्दैन है, कहाँ देख्नु देख्दैन, कता हो कता हो। त्यो उयो हाँगा तान्नु नि हो त्यो। हो यो यता तान्नु त, तान्नु त अलिक। ल ल टिप्नु ल। चियापत्तीको फुल टिपेको अरे हो। अघिको लग्यो है प्लास्टिक। के गर्ने यो चाहिँ बफेर उयो गर्नु कि खानु कि? उयो उयो पनि छ। के भयो? फाइनल्ली मेरो बुढी चाहिँ बोरा बोकेर हिँड्ने हो। म चाहिँ यहाँ दाउरा बोकेर हो। हल्का हल्कै रहेछ आज चाहिँ। यो चाहिँ गाईलाई खोले पकाउने दाउरा मात्रै हो क्या। अन्त अब चाहिँ हामी घर गएको है। अन्त बाटो चाहिँ यही हो। मेरो बुढी अगाडिकै बोरा बोकेर हिँड्ने चाहिँ हो। म चाहिँ यहाँ पछाडि पछाडि हो। यस्तो छ है हाम्रो हलिडे चाहिँ यसरी बित्दैछ हो। बल्ल बल्ल घर आएको हो। काम चाहिँ यस्तो गर्नुपर्छ, ठिकै हो। काम गरेको राम्रै हो है। अन्त अब यहाँ ओह्रालो लड्छ बिस्तारै। लट्ठी परिराखेको होइन नि त, बिस्तार। यस्तो भिरको बाटो छ कि अप्ठ्यारो छ, चिप्ल्यो भने। सालिमकोमा फेरि यस्तो चिप्लिन्छ कि। बिस्तारै हिँड्ने। मेरो बुढीले काम खोज्छ नि त यस्तै हुन्छ। मेरो चाहिँ हल्कै रहेछ दाउरा। अहिले सेकेन्ड ट्रिप चाहिँ हल्का परेछ क्या। सानो मात्रै थियो दाउरा, त्यही भएर हल्का भएछ। लड्छ बिस्तारै हिँड्ने, चिप्लिन्छ नि। गरम भएछ हाउडेको पत्कर चाहिँ गरम हुन्छ क्या। सुक्खा
हो कहाँ खान्छ त्यो लट्ठी तानेको झन् भाँचिन्छ होला हौ यहाँबाट चाहिँ पत्करको भारी र मान्छे लडेर कहाँ पुग्छ होला गरम भइरह्यो मेरो बुढीलाई मैले अलिक खाँदै थिएँ कि अन्त खाँदैन त्यो पत्कर के जति नै खाँदै भए पनि उही त हुने होइन यस्तो हुन्छ गाउँले जिन्दगीको साथी हो अब यति नै हो अप्ठ्यारो बाटो त्यहाँबाट सजिलै छ प्रकाश कुमार प्रसाद पो रहेछ त गान्तोक बोरामा अहिले 3 बजे होला 3 अलिक बजे छैन होला घाम यस्तो डरलाग्दो ए खाचिमुला त्यस्तोमा त राम्रो त चुइगम जस्तो चपाइ बस्छ नि बाख्राले यो त अन्त डम्फु बनाउने खालको बाख्रा हो नि त यो ब्युटिफुल भ्यू ढ्याङ्ग्रो बनाउने खालको बाख्रा हो नि यो ओ बाख्रा निधार टल्केको कतिको टल्केको छ साथीहरू भन्नु है निधार चाहिँ कतिको टल्केको छ है घाम चाहिँ यस्तो निधारमा लाग्छ कि यस्तै हो बस्तीको जिन्दगी काम त गर्नु पर्यो घरमा आउँदा बजारमा जति नै हाइफाई भएर बसे भए पनि बस्तीमा आफ्नो घरमा त गाई बाख्रा छ गाई गोरु छ है काम त गर्नु पर्यो अन्त यो मैले बोक्ने दाउरा चाहिँ खोले पकाउने दाउरा हो गरौँ छैन है हल्कै छ नाम्लो छोटो भएको कोपी लगाएको छ हाम्रो फुपूले इस्कुस झरेको र भ्याल्यु छैन इस्कुसको कोपी लगाएको छ है मेरो बुढीले निकै साह्रो परेर के गरौँ भएछ मेरो घरमा आइपुगेँ फाइनली कहाँ गएछ लसुन रोपेको अलिकति हो मेरो घर मेरो घर बच्चा 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 यो चाहिँ हाम्रो घरको गाड है यस्तो डढाउँदो छ अब डेस्टिनेसन चाहिँ आइपुग्यो
यहाँ आय बुढी बिचरा अघि मैले अघि ल्याएको दाउरा बुढीले अघि ल्याएको पत्को के अन्त यहाँ उयो हुँदैन नि त यहाँबाट छिरिँदैन नि त अघि ल्याएको दाउरा अहिले बुढीले ल्याएको खोले पाक्दैछ गाई भयो यति नै धन्यवाद सो गाइस मैं हूं सबिन प्रधान और आप लोगों को मेरा वीडियो अच्छा लगा तो लाइक कमेंट और शेयर कीजिएगा और सब्सक्राइब भी ज़रूर कीजिएगा। धन्यवाद। मिलते हैं अगली वीडियो पे। बाय बाय एंड हैप्पी न्यू ईयर आप सभी को। हैप्पी न्यू ईयर। बाय बाय।